नमस्कार, म दिलीप राई, एक सञ्चारकर्मी। आज मेरो व्यक्तिगत विचारहरू उकुस मुकुस भएर तपाईहरु समक्ष सम्प्रेषण गर्न मन लाग्यो। हाल म अहिले हङकङमा छु। हङकङ भन्न साथ अहिलेको तात्तातो विषयहरू जो धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई उर्फ हर्क साम्पाङ र हङकङसँग जोडिएको विषयवस्तुहरू हुन सक्छ। चासोको विषय अहिले यही नै छ। सामाजिक सञ्जालमा यत्रतत्र चर्चाको विषय बन्यो। सही ढङ्गले होस् गलत ढङ्गले होस् चर्चा भयो। मेयर हर्क साम्पाङज्यू हङकङ आउने विषयले हङकङमा आम नेपालीहरू उत्साहित थिए, ताकि मेयर हर्क साम्पाङज्यूलाई भेट्नकै लागि भए पनि। किनकि मेयर हर्क साम्पाङज्यूले अहिलेको अवस्थामा गरिरहेको हरेक क्रियाकलापहरू संसारले हेरिरहेको छ। संसारको कुना कन्द्रामा बस्ने नेपाली दाजुभाइले हेरिरहेका छन् र त्यस्ता व्यक्ति जो श्रमका पिता भनेर पनि चिनिनुहुन्छ मेयर हर्क साम्पाङज्यूलाई भेट्न आतुर हुनुहुन्थ्यो हङकङमा रहनुहुने लाखौँ नेपालीहरू। तर त्यो आशा त्यो उत्साह रहन सकेन। मेयर हर्क साम्पाङज्यूले आफ्नो फेसबुक मार्फत म हङकङ जाँदैछु भनेर उहाँले जानकारी दिनुभएको थियो, जुन विषयले गर्दाखेरि हङकङमा रहनुभएका नेपालीहरू उत्साहित थिए। तर त्यसको केही हप्ता पछाडि मेयर हर्क साम्पाङज्यूले हङकङ नजाने भनेर स्ट्याटस लेख्नु भएको थियो, जुन स्ट्याटसले हङकङमा एक किसिमको भुइँचालो गयो। आखिर के हुँदैछ? मेयर हर्क साम्पाङले केही हप्ता अगाडि हङकङ जाँदैछु भनेर उहाँले आफ्नो सोसियल प्लेटफर्म फेसबुकबाट जानकारी दिनुभएको थियो भने केही हप्ता पछाडि फेरि मेयर हर्क साम्पाङज्यूले म हङकङ जाँदिनँ उहाँले लेख्नुभएको स्ट्याटस, यदि सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि सहयोगार्थ रकम अथवा सङ्कलन रकम हुँदैन भने, यदि सहयोग हुँदैन भने म हङकङ आउँदिनँ नाथे घुम्नको लागि। उहाँले यस्तै लेख्नु भएको थियो। जुन यो नाथे शब्दले दुईवटा अर्थ जनायो। उहाँले हङकङलाई नाथे भन्नुभएको छैन, घुम्न चाहिँ नाथे, घुम्न चाहिँ जाँदिनँ भन्नुभएको। हङकङलाई नाथे भन्नुभएको होइन, हङकङमा बस्नुभएका नेपालीहरूलाई नाथे भन्नुभएकै होइन। यसले कसरी बुझ्नुभयो तपाईँहरूले? तर यो नाथेले हङकङमा रहने नेपालीहरूलाई भने चाहिँ भनिएको होइन। मैले चाहिँ मेरो आफ्नो कोणबाट चाहिँ त्यो तरिकाले बुझेँ। उहाँले चाहिँ आफैलाई नाथे घुम्न चाहिँ म किन जाने हङकङ भन्ने तरिकाले लेख्नुभएको। यो आइसकेपछि एक किसिमको हङकङमा नेपाली समुदायमा तरङ्गै मच्चियो। यहाँ के भइरहेको छ? यो कसको पोलिटिक्स भइरहेछ? पोलिटिक्स गर्ने हो त नेपालमै गर्दा भइहाल्यो। तर हङकङमा के पोलिटिक्स भइरहेको छ? नेपालमा भन्दा बढी चाहिँ विदेशमै हुँदो रहेछ राजनीति। अहिले बुझ्दैछु मैले भने राजनीति गर्नु छ भने चाहिँ नेपालमा होइन रहेछ, बाहिरै बस्नुपर्ने रहेछ। बाहिरैमै बस्यो भने चाहिँ विभिन्न पद पनि पाइने, सङ्घ संस्थामा पनि हुने, अनि राजनीति गर्न सजिलो हुने रहेछ। हेर्नुहोस् है, राजनीतिक पोलिटिक्स भन्ने कुराहरू तपाईँले मैले र सबैले बुझ्न जरुरी छ। तर राजनीतिकै झोला बोकेर उसकै वफादारी भएर उसकै खुट्टा ढोगेर चाहिँ राजनीतिक नगर्नु, तर बुझ्न चाहिँ जरुरी छ। यदि तपाईँले राजनीति गर्नु भएन, बुझ्नु भएन, जान्नु भएन, तपाईँमाथि कसैले राजनीति गर्छ। यो मैले भने होइन, ठुल्ठुला व्यक्तिले भने हुन्। वास्तवमा हो। यदि तपाईँ लाटो हुनुभयो, केही जान्नु भएन, केही आउँदैन भने तपाईँको माथि कसैले राजनीति गर्छ, तपाईँलाई हतियार बनाएर। हङकङमा मेयर हर्क साम्पाङज्यू आउने विषय पनि त्यही नै हो। हेर्नुहोस् है, केही हप्ता अगाडि आउने भनिएको थियो, केही हप्ता अगाडि नआउने भनेर पोस्ट गरियो, नाथे भनेर गरियो। अब कुरा रह्यो यहाँनिर। अब मेयर हर्क साम्पाङज्यू हङकङ के का लागि आउँदै थिए यो कुरा बुझौँ पहिला। मेयर हर्क साम्पाङज्यू हङकङ दुईवटा काम लिएर आउँदै हुनुहुन्थ्यो। एउटा काम, पहिलो काम है, जब उहाँ हङकङ आउने माध्यम कहाँबाट र कसरी भयो। मेयर हर्क साम्पाङज्यू अहिले हङकङमा हुन लागेको
नेपाली समुदायमा हङकङकै इतिहासमै नेपालीहरूले गर्न लागेको ठुलो प्रोग्राम नेपाल फेस्ट 2025। हङकङमा यति बेला चर्चा छ त्यो प्रोग्रामको विषयमा। विशेष गरी त्यो प्रोग्रामलाई पनि शुभकामना दिन चाहन्छु। यही मे 3 र 4 तारिक प्रोग्राम हुन गइरहेको छ। तपाईहरु पनि जानु होला, हेर्नु होला, किनकि हाम्रै आफ्नो चाड पर्व हो, आफ्नै फेस्टिभल हो, आफ्नै प्रोग्राम हो। जुन नेपाल फेस्ट हङकङमा अहिले हुन गइरहेको छ, त्यही नेपाल फेस्टको कार्यक्रममा चिफ गेस्ट बनेर आउँदै हुनुहुन्थ्यो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङज्यू। त्यो कार्यक्रममा उहाँले एटेन्ड गर्न आउँदै हुनुहुन्छ। उहाँ त्यो कार्यक्रमको मुख्य गेस्ट बनेर आउँदै हुनुहुन्थ्यो। अब हामीले पनि बुझिरहेको त्यही नै हो, नेपाल फेस्ट त्यसको आयोजक हो, अर्गनाइजर हो। त्यही नेपाल फेस्टले नै मेयर हर्क साम्पाङज्यूलाई झिकाएको हो, उसले नै भिजा दिएको हो भन्ने हामीले बुझिरहेका थियौँ। एउटा कार्यक्रम नेपाल फेस्टको चिफ गेस्ट हुनको लागि आउँदै हुनुहुन्थ्यो। अर्को कुरो, त्यो प्रोग्राम सँगसँगै सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्नको लागि सहयोग रकम सङ्कलनको लागि अथवा सहयोग रकम लिनको लागि उठाउन लागि पनि मेयरहरुको साम्पाङ आउँदैन थियो। उहाँले एकैचोटि गएको बेला दुईवटा काम गरौँ भनेर उहाँको त्यो विचार बुझियो। यदि सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि सहयोग सङ्कलन नहुने नै थियो भने त मेयरहरुको साम्पाङज्यू नेपाल फेस्ट कार्यक्रमको लागि चिफ गेस्ट बनेर आउने उहाँको मनसाय थिएन रहेछ। त्यही बुझियो अहिलेसम्म, होइन? उहाँ आउनु नै हुन्न रहेछ भन्ने कुरा उहाँको लेखाइ, उहाँको भनाइबाट बुझिसकेका छौँ। गेस्ट बन्नको लागि मात्र, हङकङमा त्यही एक दिनको प्रोग्रामको लागि ठिङ्ग उभिनको लागि मात्र उहाँ आउने मनसाय गर्नुभएकै थिएन रहेछ। उहाँको मनसाय त्यो प्रोग्राम पनि एटेन्ड हुने, त्यो सँगै पछि धरानको चिन्डे डाँडामा निर्माण हुन गइरहेको सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्नका लागि सहयोग सङ्कलनको लागि पनि उहाँ आउने भन्ने उहाँको सोच रहेछ। अब यहाँ कुरा जोडिन्छ हङकङमा रहेको किरात राई यायोखासँग, किनकि मेयरहरुको साम्पाङ राईकै छोरा हुन्, किरातीकै छोरा हुन्। अब र हामीले झट्ट हेर्दा र देखिँदा पनि अब हर्क साम्पाङको अब जोडिने बाटो भनेको किरात राई यायोखा र अन्य विभिन्न सङ्घ संस्थाहरूसँग मेयरहरुको साम्पाङ अब जोडिने भए। अब नेपाल फेस्टले ल्याएको भन्ने हामीले बुझेका छौँ र अब नेपाल फेस्टको चिफ गेस्ट बनेर आउने भन्ने कुरा पनि हामीले बुझेका छौँ। तर अब कुरा कहाँबाट बाङ्गिँदै जान्छ हेर्दै जानुहोस्। त्यसपछि यहाँ किरात राई यायोखाले मेयरहरुको साम्पाङज्यूले, होइन, म हङकङ आउँदिनँ नाथे घुम्नको लागि मात्रै त भनेर जुन भन्नुभएको थियो, यदि सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि सहयोग रकम सङ्कलन हुँदैन भने म हङकङ आउँदिनँ नाथे घुम्नको लागि, यो भनाइले, यो उहाँको लेखाइले सिधै हङकङमा रहेका सङ्घ संस्थालाई घोच्यो, झटारो पुग्यो। मेन त किरात राई यायोखा संस्थालाई घोच्यो। यो शब्दले मेयरहरुको साम्पाङज्यूले लेख्नुभएको त्यो स्ट्याटसले सिधै प्रश्न कहाँ उठ्यो भने किरात राई यायोखा हङकङलाई गयो र किरात राई यायोखा हङकङले मेयरहरुको साम्पाङज्यूलाई ल्याउने चाहिँ कुरा चलिरहेको थियो, चर्चा भइरहेको थियो। किरात राई यायोखा भित्र ल्याउने चाहिँ भन्ने नै थियो। मेयरहरुको साम्पाङज्यूलाई ल्याएर केही सहयोग सङ्कलन उठाएर दिने, जुन चाहिँ सुम्निमा पारुहाङ प्रतिमा निर्माणको लागि भनेर एक किसिमको चर्चा चाहिँ भइरहेको थियो किरात राई यायोखा भित्र। तर उही हर्क साम्पाङ मेयरलाई नेपाल फेस्टले ल्याउँदैछ भने त्यही बेला चाहिँ यहाँ कार्यक्रम गरिदिउँ न भन्ने किरात राई यायोखाको एउटा कुरा रहेछ। मेयरहरुको साम्पाङज्यू आएको बेला नै प्रोग्राम गरिदिउँ, राखिदिउँ। बिचमा अब नेपाल फेस्ट र किरात राई यायोखा बिच अब के विषय तालमेल के भयो, ती दुवैजनाले जानुन्। किरात राई यायोखाले आफैले जानुन्, यता नेपाल फेस्टले आफैले जानुन्, होइन? यदि नेपाल फेस्ट र किरात राई यायोखा बिच चाहिँ राम्रो कोलाबरेट भएको भए, सहमति भएको भए, सल्लाह भएको भए, कोअर्डिनेट भएको थियो भने त मेयरहरुको साम्पाङज्यूले म हङकङ आउँदिनँ, सुम्निमा पारुहाङ प्रतिमाको लागि सहयोग रकम सहयोग हुँदैन भने नाथे घुम्नको लागि मात्र भनेर लेख्नुहुन्न थियो होला, होइन? यो प्रश्न जुन यो उहाँले मेयरहरुको साम्पाङज्यूले लेखेको स्ट्याटसपछि प्रेस मिट गरियो, होइन? तुरुन्तै किरात राई यायोखाले प्रेस मिट गर्यो
मेयर हर्क साम्बाङज्यूको कार्यक्रमको सेड्युल तय गर्नका लागि र मेयर हर्क साम्बाङज्यू 100% आउने भइसकेपछि अब मेयर हर्क साम्बाङज्यूले आउँदिन भन्नुभएको छ नाथे घुम्नको लागि भनेर। अनि त्यसको केही समयपछि फेरि मेयर हर्क साम्बाङज्यूले म हङकङ आउँदैछु भनेर लेख्नु भएको छ। फेरि कसरी लेख्नुभयो त्यो पनि भन्छु। यहाँ हङकङ किरात राई याखाले मेयर हर्क साम्बाङज्यूको कार्यक्रमको सेड्युलहरू तयार पारेर पठाइसकेपछि मात्रै मेयर हर्क साम्बाङज्यू तयारी हुनुभयो हङकङ जानको लागि। र उहाँले तुरुन्तै लेखिहाल्नुभयो, तुरुन्तै लेख्नुभयो क्या म हङकङ आउँदैछु होइन। किरात राई याखालाई पनि गाह्रो थियो होइन। र किरात राई याखाले कार्यक्रम हर्कराज साम्पाङको कार्यक्रम सेड्युल तयार गरेर पठाए। तर किरात राई याखाले चाहिँ मेयर हर्क साम्पाङज्यूलाई ल्याउने कुरा र बहस र चर्चा भइराखेकै थियो। यो कुरा हामीले भन्नै पर्छ। अब के कुराले मिलेको थिएन, के कुरा सेटिङ भएको थिएन, के कुरा अब कहाँ के भइरहेको थियो ल्याउने भन्ने विषय मात्रै भइरहेको थियो, तर ल्याइसकेको चाहिँ थिएन। तर नेपाल फेस्टले चाहिँ ल्याउने भएको हुनाले त्यही बेला चाहिँ किरात राई याखाले पनि कार्यक्रम गराउन भनेर एक किसिमको सल्लाह चाहिँ भएको थिएछ। तर सल्लाहभन्दा बढी बाहिर हल्ला बढी भयो, जुन हल्लाले सब चिज बिग्रियो होइन। किरात राई याखाले जब मेयर हर्क साम्बाङज्यूको विभिन्न स्थानमा विभिन्न ठाउँहरूमा चाहिँ कार्यक्रम हुने र सहयोग रकम सङ्कलन गर्ने भन्ने विषयले जुन सेड्युल पठाइसकेपछि चाहिँ मेयर हर्क साम्बाङज्यूले हङकङ आउन तयारी भनेर उहाँले आउने भएँ भनेर स्ट्याटस फेरि लेख्नुभयो। त्यसपछि प्रेसमिट भयो। प्रेसमिटमा मैले सोधेको प्रश्न त्यही नै थियो। मेयर हर्क साम्बाङज्यूले लेख्नुभएको स्ट्याटसलाई नै सापटी लिएर यदि सुम्निमा पारुहाङ प्रतिमा निर्माणको लागि सहयोगार्थ रकम सङ्कलन हुँदैन भने म हङकङ आउँदिन नाथे घुम्नका लागि। नाथले यहाँनिर कुरा दुईवटा कन्फ्युजन बनायो। समग्र मान्छेले बुझे के भन्दाखेरि नाथे हङकङ भनेपछि हङकङमा रहेको नेपालीहरूलाई नाथे भन्ने जस्तो भयो। अर्को नाथे भनेको चाहिँ त्यस्तो नाथे म किन घुम्नु जाने भनेर हर्क साम्पाङले आफूलाई नाथे भनेको बुझेँ। मैले बुझेको चाहिँ त्यो नाथे भन्छ त आफैले भनेको हो भन्ने बुझेँ। त यहाँ अधिकांशले चाहिँ के अरे हङकङलाई नाथे, हङकङमा बसेका आम नेपालीहरूलाई नाथे भन्ने जस्तो भएछ। त्यो बुझाइमा कतिको फरक पर्यो। मैले मेरो कोणबाट, मेरो दृष्टिकोणबाट र मेरो बुझाइबाट चाहिँ मेयर हर्क साम्पाङज्यूले नै नाथे घुम्नका लागि चाहिँ किन जानु भन्ने आफूलाई नै भनेको मैले चाहिँ बुझेँ। नाथे म त्यो ठाउँ जाँदिनँ भन्न त मैले पनि पाएँ नि त हो। मेयर हर्क साम्पाङज्यूको त्यही स्ट्याटसलाई सापटी लिएर मैले किरात राई याखाले गरेको प्रेसमिट कार्यक्रममा मैले यही प्रश्न सोधेको थिएँ। यदि मेयर हर्क साम्पाङज्यूले त्यो स्ट्याटस किन लेख्न बाध्य हुनुभयो? नेपाल फेस्ट आयोजक चुक्यो कि किरात राई याखा हङकङको संस्था चुक्यो त? एउटा धरान उपमहानगरपालिकाको मेयर जस्तो व्यक्तिलाई किन पेन्डुलम बनाइयो? यता न उता किन भयो? कहिले आउने कहिले नआउने, कहिले आउने कहिले नआउने? यो कहाँनिर मिसअन्डरस्ट्यान्डिङ भयो? कहाँनिर चुक्यो? को चुक्यो? हुन पनि नेपालीले गरेको प्रोग्राम नेपाल फेस्ट, नेपालीहरू नै छन् यहाँ। किरात राई याखाको जुन उहाँहरू दुइटै नेपाली हुन् होइन। ए को चाहिँ चुक्यो त? बिचमा को पर्यो? यो कुरा प्रश्न मैले सोधेको थिएँ। धेरैजनाले मलाई गाली पनि गर्नुभएको थियो सामाजिक सञ्जालमा। मैले किनकि म एउटा सञ्चारकर्मी भएको हैसियतले र आम नागरिक भएको हैसियतले यो प्रश्न मैले सोध्नु थियो, सोधेँ। र मैले त्यसको कपोकल्पित प्रश्न बनाएर पनि मैले भनेको होइन। मेयर हर्क साम्बाङज्यूकै सोसियल उहाँकै फेसबुकबाट सापटी लिएको कुरा नै मैले प्रश्न गरेको हो किरात राई याखाले। यदि यत्रो कार्यक्रम गर्नु थियो भने किरात राई याखाले यति कार्यक्रम गरिदिनु नै थियो भने किन योभन्दा अगाडि चाहिँ मेयर हर्क साम्बाङज्यूसँग कोलाबरेट भएन? किन कनेक्सन भएन होइन? मेयर हर्क साम्बाङज्यूले लेखेको स्ट्याटसले हङकङमा किरात राई याखालाई मात्र प्रभाव परेन नि त, हङकङमा रहेको सबै नेपालीहरूलाई प्रभाव पर्यो नि त। यसले चाहिँ के मेसेज दियो भने हङकङका नेपालीहरू सबै खतम, चासी नदिने होइन, वास्तै नगर्ने भन्ने कुरा आयो नि त। तर हङकङमा रहेको नेपालीहरूले पनि त धेरै सहयोग गरेका छन् नि त होइन। यहाँ सिङ्गो एउटा किरात राई याखालाई मात्र क्वेसन मार्क लागेन। यहाँ सबै समुदाय, सङ्घ, संस्था, जाति, भाषी सबलाई प्रश्न आयो होइन। त्यही प्रश्न गरेको थिएँ मैले प्रेसमिटमा। र किरात राई याखाले जुन आफ्नो हर्क साम्बाङज्यूको सबै कार्यक्रम सेड्युलहरू तयार गरेर हर्क साम्बाङलाई पठाइसकेपछि फेरि मेयर हर्क साम्बाङज्यूले
आफ्नो फेसबुक स्ट्याटस सँगसँगै किरात राई आयोखाले पठाएको कार्यक्रम सेड्युलहरू पोस्ट गरेर म हङकङ आउँदैछु भनेर फेरि लेख्नुभयो। फेरि मेयर साहब लास्ट छिटो हुनुहुन्छ लेख्नमा, छिटो लेख्नुहुन्छ उहाँ होइन। लेखेपछि फेरि एक किसिमले अब हङकङ अब मेयर साहब आउँदै हुनुहुन्छ भन्ने एक किसिमको चर्चा परिचर्चा नै भयो। अब कुरा रह्यो नेपाल फेस्ट र यता किरात राई आयोखा बिचको मात्रै यति बेला कुरा हुँदैछ है। मैले पनि बुझेको र आम हङकङवासीले बुझेको नेपाल फेस्ट नै आयोजक हो, उसले नै मेयर हर्क साम्बाङज्यूले ल्यायो भन्ने नै थियो। मैले किरात राई आयोखाको सम्बन्धित व्यक्तिसँग मैले बुझ्दाखेरि उहाँहरूले पनि त्यही भन्नुभयो, नेपाल फेस्टले नै हर्क साम्बाङलाई ल्याएको हो, उहाँले ल्याउनु भएको, उहाँले स्पोन्सर गरेको बेला नै हामीले नै कार्यक्रम राखेको हो भनेर बताउनु भएको छ। अब सबै भित्री कुराहरू थाहा हुँदै मलाई उहाँले गलत सूचना दिनुभएको, गलत तरिकाले उहाँले मलाई भन्नुभएको भने किरात राई आयोखा आफैले जानुन्, तर नेपाल फेस्टले नै हर्क साम्बाङ ल्याएको हो भनेर बताउनु भएको छ। अब लगभग सब कार्यक्रमहरू हुने भइसकेको छ, सेटिङ भइसकेको छ। अब कुरा कहाँनिर बिग्रिन्छ हेर्नुहोस् है, कुरा कहाँनिर बिग्रिन्छ। सबै रेडी भयो आउनलाई, लगभग आउने पक्की 100मा 200% भइसक्यो मेयर हर्क साम्बाङज्यू हङकङ आउने। त्यसपछि मेयर हर्क साम्बाङज्यू युके जाँदा पनि त्यति चर्चा भएको थिएन, तर हङकङ आउने बेला लास्टै चर्चा भयो। अब एकछिन नेपाल फेस्ट र किरात राई आयोखालाई साइडमा राखौँ, अब भिजाकोतिर जाउँ। भिजा, मेयर हर्क साम्बाङज्यूको भिजाको कुरा गरौँ। मेयर हर्क साम्बाङज्यू 100% 200% हङकङ आउने भइसकेपछि मेयर हर्क साम्बाङज्यूको भिजा आयो। जुन भिजा हङकङमा रहेको हिन्स नेपाल जो यहाँ रजिस्टर्ड संस्था हो, त्यो अर्गनाइजेसनले मेयर हर्क साम्बाङज्यूको भिजा एप्लाई गर्यो, भिजाउले निकालिदियो। र त्यो हिन्स नेपाल भन्ने उनले फेसबुक पेजमा चाहिँ मेयर हर्क साम्बाङज्यूको डेट अफ बर्थलाई चाहिँ हाइड गरेर उहाँको भिजा फ्ल्यास आउट गरियो, बाहिर आयो। यहाँनिर थोरै धेरै मेरो मात्र होइन, अधिकांश जान्ने बुझ्नेहरूले केही कुराहरू आरोप लगाएका छन्, प्रश्न गरेका छन्। ल, मेयर हर्क साम्बाङज्यूको भिजा लाग्यो भनेर जुन हिन्सले आफ्नो फेसबुक मार्फत उसले बाहिर त्यो भिजा निकाल्यो, देखायो, यहाँनिर प्रश्न उठ्यो, एउटा त्यतिको व्यक्तिको भिजा सोसियल मिडियामा पब्लिक गर्नु के जरुरी थियो होइन? पर्सनली रूपमा उसलाई त्यो भिजा पठाउँदा के जान्थ्यो? कसैको व्यक्तिगत विवरणहरू, कसैको व्यक्तिगत प्राइभेसीहरू फ्ल्यास आउट गरियो भन्ने यी विविध प्रश्नहरू आए। यो प्रश्नको जवाफ हिन्स नेपालले नै दिनुहोला होइन, जुन किसिमले चर्चाको विषय बन्यो। ल ठिक छ, मेयर हर्क साम्बाङज्यूको भिजा निकालिदिनु भएकोमा, सहजीकरण गरिदिनु भएकोमा हिन्स नेपाललाई पनि धन्यवाद दिन चाहन्छु। तपाईँले भिजा दिने काम हो, भिजा निकालिदिने काम हो, भिजा निकालिदिनु भयो, तपाईँलाई दिएको जिम्मा तपाईँले पुरा गर्नु। अब कुरा रह्यो हर्क साम्बाङज्यूको भिजा चाहिँ इम्प्लोइमेन्ट भिजा 14 डेजको लागि। यहाँ फेरि अर्को चर्चाको कुरा बन्यो मेयर हर्क साम्बाङ जस्तो व्यक्ति हङकङमा चाहिँ वर्किङ भिजामा जान्छ होला त, इम्प्लोइमेन्ट भिजामा जान्छ होला त? यी प्रश्नहरू आए। एउटा त्यतिको व्यक्ति, एउटा धरान उपमहानगरपालिकाको व्यक्ति, एउटा देशको एउटा स्थानीय तहको एउटा सरकार होइन, जस्तो व्यक्तिलाई इम्प्लोइमेन्ट भिजा, यहाँनिर पनि प्रश्न आयो। किन हर्क साम्बाङज्यूलाई त्योभन्दा फरक भिजामा ल्याउन सकिँदैन थियो, अथवा भिजिट भिजामा ल्याउन सकिँदैन थियो? यी विविध प्रश्नहरू आउन थाले। खैर जे होस्, मेयर हर्क साम्बाङज्यू जसरी नै हङकङ आयो हुने हो, हामीले बुझेको त्यही नै हो होइन। अब यहाँ इम्प्लोइमेन्ट भिजामा आउँदाखेरि हर्क साम्बाङलाई हुने के नहुने के होइन, भिजिट भिसामा आउँदा हुने के नहुने के, यो हङकङ सरकारको आफ्नै रुल्स एन्ड रेगुलेसन होला, त्योभित्र तपाईँहरूले हेरेर पढ्नु होला। कतिको भनाइ चाहिँ इम्प्लोइमेन्ट भिजामा आयो भने मात्रै उहाँले चाहिँ
होइन फन्ड राइजिङहरू गर्न सक्नुहुन्छ, यस्तो कार्यक्रमहरू गएर स्पिच दिनुहुन्छ, बोल्न पाउनुहुन्छ आदि इत्यादि यस्ता विविध कुराहरू मडगणन्ती कुराहरू गरियो भनियो। अब उनीहरू आफै जानु, तपाईँ हामीले पढ्न सकिन्छ। भिजिट भिजामा आएको मान्छेले चाहिँ बोल्न पाउँदैन, कार्यक्रम एटेन्ड गर्न पाउँदैन, फन्ड राइजिङहरू गर्न पाउँदैन आदि इत्यादि यस्ताहरू कुराहरू आए। तर बुझ्दाखेरि भिजिट भिजामा आएकोले पनि बोल्न पाइने रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। फन्ड राइजिङका कुराहरू, फन्ड राइजिङ त मेयरहरूको साम्बाङज्यूले रसिद काट्दै पैसा उठाउँदै हिँड्ने पनि होइन होला। यहाँ त सम्बन्धित सङ्घ संस्था छ, त्यो सङ्घ संस्थाले जिम्मेवारी लिने हो र उठाएको पैसा पछि किरात राई आयोखाले जो चाहिँ यहाँ जुन छ उसले चाहिँ अब नेपालमा पठाइदिने हो, अथवा मेयर अर्क साम्बाङज्यूको जुन चाहिँ धरानमा बन्दै गरेको सुम्निमा पारवाङ प्रतिमा निर्माणको लागि त्यसको अकाउन्ट होला, त्यसको होइन के होला त्यहाँनिर पठाउँथ्यो होला है। त्यो पछिका कुरा हुन्। जब होइन इम्प्लोइमेन्ट भिजामा जुन उहाँको फ्ल्यासआउट भयो, सोसियल मिडियाभरि आयो, त्यसपछि अब हेर्नुहोस् है यहाँ 3टा कुरा जोडियो। अब नेपाल फेस्ट, किरात राई आयोखा र हिन्ड्स नेपाल, यी 3टा अब को कुरा गरौँ। नेपाल फेस्टले धेरै कलाकारहरू ल्याउनु परेको अवस्थामा होइन अब कसलाई त्यो कलाकारहरूको भिजा एप्लाई गर्न दिएको थियो? अब हिन्ड्सलाई नै दिएको थियो कि अन्य कसैलाई दिएको थियो कि मेयर हर्क साम्बाङज्यूको मात्र भिजाको लागि चाहिँ एप्लाई गर्नको लागि चाहिँ हिन्ड्सलाई दिएको थियो? त्यो नेपाल फेस्ट र हिन्ड्सले नै बुझुन् होइन। अब जुन चाहिँ नेपाल फेस्टले ल्याएको होइन भन्ने कुरा अब यहाँनिर स्पष्ट भइसक्यो, किनकि हिन्ड्सले निकालेको रहेछ नि त त्यो भिजा त होइन मेयर हर्क साम्बाङज्यूको। नेपाल फेस्टले ल्याएको होइन, आयोजक मात्र हो। जुन मेयर हर्क साम्बाङज्यूलाई चाहिँ भिजा एप्लाई गरिदिने चाहिँ अर्कै संस्था रहेछ भन्ने कुरा अब क्लियर भयो। हेर्नुहोस् है, ल ठिक छ, अघि नै मैले भने हिन्ड्स नेपाललाई भिजा एप्लाई गरिदिनु भएकोमा त्यसमानेमा धन्यवाद होइन, किनकि तपाईँको काम, आफ्नो कर्तव्य आफ्नो निभाउनु भएको छ। अब यहाँनिर कुरा आयो जुन चाहिँ अब किरात राई आयोखा र हिन्ड्स, अब यसको कुरा गरौँ। यता नेपाल फेस्टलाई छोड्यौँ, किरात राई आयोखा र हिन्ड्स नेपाल बिच कस्तो मित्रता छ, कस्तो सम्बन्ध छ, त्यो उनीहरू आफै जानुन् है, आफै उनीहरू जानुन्। उनीहरूको के लफडा छ होइन, उनीहरूको कस्तो सम्बन्ध छ, के शोध प्रतिशोध छ, के उनीहरूको चाहना छ, के छ इच्छा छ, के छ उनीहरूको होइन हिन्ड्ससँग किरात राई आयोखाको के छ, किरात राई आयोखाको हिन्ड्ससँग के छ, त्यो उनीहरू आफै जानु। कुन समयको दुश्मनी साँच्दैछन्, कुन समयको होइन एक अर्काको त्यो रिस होइन उनीहरूको त्यो मोल्दैछन्, ती उनीहरू आफै जानुन्। अब यहाँ ठ्याक्कै कुरा चाहिँ हिन्ड्स र किरात राई आयोखाको देखियो। अब होइन किरात राई आयोखा आयोजक पनि होइन होइन, किरात राई आयोखाले मेयर हर्क साम्बाङज्यूलाई बोलाएको पनि होइन, तर हर्क साम्बाङज्यू आएको बेला कार्यक्रम गरिदिने भन्ने मात्रै किरात राई आयोखाको हो। तर अधिकांश बाहिर मान्छेले बुझेर प्रश्न गरेको किरात राई आयोखालाई नै भनिरहेका छन्, गाली गरिरहेका छन्। म आफै पनि राई भएको हुनाले र त्यो मेरो एउटा संस्था भएको हुनाले मैले त्यो विषयमा किरात राई आयोखाको सपोर्ट गरेको पनि होइन, म कसैको सपोर्ट पनि गरे होइन है। जे छ डिक्लियर कुरा, जे छ त्यो भन्न मात्र मैले मेरो आफ्नो व्यक्तिगत विचार राख्न आएको। मेरो संस्था भएकोले मैले किरात राई आयोखालाई राम्रो भन्नुपर्छ भन्ने होइन होइन। त्यस कारणले म त एउटा सञ्चारकर्मी भएकोले रङ ट्रु सत्य असत्य दुइटै भन्ने मान्छे है। अब यहाँनिर हल्लाको कुरा त गर्ने हो होइन, अब प्रमाण त मसँग पनि छैन। यी हिन्ड्स नेपाल र किरात राई आयोखा बिच चाहिँ द्वन्द्व छ अरे होइन। द्वन्द्व के को विषयमा द्वन्द्व हो, कहाँको रिस्क बोलाएको, कसको प्रतिशोध हो? अहिले हुन्छ प्रतिशोध भन्ने शब्द यो बडो भयङ्कर छ। यो प्रतिशोध भन्ने शब्द डेन्जर, यो प्रतिशोध भन्न पनि डर लाग्छ। अहिले मैले प्रतिशोध भन्दाखेरि यो फल्नाको यसो प्रतिशोध गरिरहेको छ, यसले यसो रिस न त्यस्तो हुन्छ है यहाँनिर। प्रतिशोध कसले प्रतिशोध साँचेका हुन् उनीहरू आफै जानुन्। तर हिन्ड्स आफ्नो ठाउँमा ठिक छ, किरात राई आयोखा आफ्नो ठाउँमा ठिक छ, नेपाल फेस्ट आफ्नो ठाउँमा ठिक छ, तिनटै ठिक छ त। तर व्यक्ति कसले गर्यो, व्यक्ति कस्तो व्यक्तिलाई बनाइयो होइन। आज धरान उपमहानगरपालिकाको जनप्रतिनिधि
एउटा स्थानीय सरकार मेयर जस्तो व्यक्तिलाई किन पेन्डुलम बनाइयो, कुरा यहाँ मात्रै हो। नेपाल फेस्ट, किरात यायोखा र हिन्स, यी तीनटा बीच किन कोलाबरेट हुन सकेन, किन सहकार्य हुन सकेन, किन कम्बिनेसन हुन सकेन, किन एक किसिममा सम्झौता हुन सकेन, किन एक अर्कामा कम्युनिकेसन भएन भन्ने मात्रै यहाँ प्रश्न हो। यो चिजले गर्दाखेरि हङकङमा विभिन्न सङ्घ संस्था, एउटा व्यक्ति, जाति डिभाइड हुनु परेको छ। हङकङको रोग नै यही हो। हङकङमा आज आफ्नो आफ्नो शैलीले चलेको छ क्या, समुदाय छ, सङ्घ संस्था छ, यानी आर्यन के आर्यन छ, भाषिक संस्था छ, यो छ त्यो छ, सब चिज छ, तर किन एक हुन सकेन? द्याट इज पोलिटिक्स। यही हो पोलिटिक्स। आज यी विभिन्न सङ्घ संस्था र आयोजकहरू एक हुन नसकेको हुनाले आज मेयर हर्का साम्पाङज्यू हङकङ आउन क्यान्सिल, र उहाँ नआउनु र उहाँले लेखेको स्ट्याटसले हङकङमा रहेका अधिकांश नेपालीहरूलाई क्वेसन मार्क लागेको छी भन्ने अवस्था पुगेको छ। कस्तो युनिटी नभएको भन्ने अवस्था छ। अनि हामी के स्वार्थको लागि राजनीति गर्दैछौँ? मेयर हर्क साम्पाङज्यूको के दोष? मेयर हर्क साम्पाङज्यू कुनै पार्टीको झन्डा र कुनै सदस्य कार्ड लिएर धरान उपमहानगरपालिकाका गरिमाय पदको मेयर बनेका हुन्? होइनन्। उनी स्वतन्त्र हुन्। ठाउँ बनाउनुपर्छ, गाउँ बनाउनुपर्छ, सहर बनाउनुपर्छ, नगर बनाउनुपर्छ, देश बनाउनुपर्छ भनेर श्रमदान गर्दै चुनाव जितेको दिनदेखि आजको दिनसम्म जनतासँगै छन्। अनि मेयर हर्क साम्पाङज्यू माथि किन पोलिटिक्स? कसले गर्दैछ पोलिटिक्स? के स्वार्थको लागि? यही एउटा प्रश्न। आज यो प्रश्न यसले के नङ्गाएको छ भने हङकङको सङ्घ संस्थाहरूलाई नङ्गाएको छ। हङकङको नेपाली समाजलाई यसले नाङ्गेझार बनाएको छ। हङकङको नेपाली समाजलाई यसले प्रश्न गराएको छ र हङकङमा रहेको अधिकांश सङ्घ संस्थाहरूको कम्बिनेसनहरू देखाइदिएको छ। आज एकले अर्काको स्वार्थको लागि काम गर्दै गर्दाखेरि आज एउटा स्थानीय तहको सरकार, एउटा होइन लिडरलाई पेन्डुलम बनाइयो। तर यहाँ को चुक्यो भन्ने मात्रै कुरा हो कि यहाँ तीनवटा संस्था जोडिए, नेपाल फेस्ट, किरात यायोखा र हिन्स नेपाल। अब यो द्वन्द्व यी तीन बिचमा कसको के प्रतिशोध साँच्नलाई गरियो होइन? मेयर हर्क साम्पाङज्यूलाई जुन चाहिँ हङकङ ल्याउने र नल्याउने बिच यो किन यो प्रेस मिट गर्नुभन्दा अगाडि डिक्लियर भएन? यो केटाकेटीले खेले जस्तो खेल खेलियो, एउटा जिम्मेवारी भन्ने कुरा देखिएन। त्यस कारणले गर्दाखेरि आज मेयर हर्क साम्पाङज्यूको विषयले हङकङमा रहेका नेपाली समुदायहरूमा एउटा प्रश्न उठेको छ। यो प्रश्न एउटा व्यक्तिलाई मात्र नभएर सिङ्गो हङकङमा रहेको सङ्घ संस्था र हङकङमा रहेर राम्रा प्रतिष्ठित व्यक्तिहरूको लागि पनि यो एउटा प्रश्न हो। र हामी कहाँ चुक्यौँ? हामीले समीक्षा गर्नुपर्छ कि पर्दैन? हामी विभिन्न सङ्घ संस्थाको पद ओगटेर बसेका छौँ। त्यो पद केही समयको लागि हो, तर त्यो समाज सधैँ चाहिन्छ। हामी अर्काको देशमा बसेर, अर्काको भूमिमा बसेर हामी नेपाली राजनीति किन गर्छौँ? यदि राजनीतिक नै गर्नु छ भने जाउँ न, आफ्नै ठाउँ बनाऊ। एउटा मेयर हर्क साम्पाङज्यूले त निस्वार्थ रूपमा गरिराख्नु भएको छ त, तर ती सोझो ती कुनै पार्टीबाट जननिर्वाचित नभएको व्यक्तिले किन यो तरिकाको खेल हुँदैछ? त्यस कारणले गर्दाखेरि हङकङमा रहेको अधिकांश सङ्घ संस्थाहरू एक हुन जरुरी छ। आज राईको छोरो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई हङकङ आउँदै गर्दाखेरि के यहाँ राई समुदायले मात्रै मेयर हर्क साम्पाङज्यूलाई सहयोग गर्नुहुन्छ होला, अथवा उहाँको अभियानमा सहयोग गर्नुहुन्छ होला त? यहाँ त विभिन्न जात जाति भाषा भाषीहरू बसेका छन्, उनीहरूले सहयोग गर्दैनन् होला त? आज के राईको मात्र चाहिँ भगवान् चाहिँ सुम्निम पारुवा हुँ, उनीहरूको मात्रै मूर्ति बनाउनेलाई चाहिँ राईले मात्रै सहयोग गर्नुपर्छ भन्ने छ र छैन? यहाँ त सबैले सहयोग गर्छन्। हामीले गौतम बुद्धको मूर्ति कहीँ निर्माण हुँदैछ भने हामी सहयोग गर्दैनौँ होला?
बौद्धिस्टहरूको आस्थाको मन्दिर होला, तर हामी त्यसमा सहयोग गर्दैनौँ। हाम्रो पनि आस्था छ नि त। त्यस्तै हाम्रो किराँत किराँतीहरूको कुनै आस्थाको कहीँ मन्दिर छ, देख्नु भएको छ? विभिन्न मठ मन्दिर देख्नु भएको छ? कहिले किराँत राईहरूको सुम्निमा पारुहाङको मूर्ति देख्नु भएको छ? छैन। मेयरहरूको साम्बाङज्यूले आफ्नो अस्तित्व, आफ्नो पहिचान, आफ्नो इतिहास नमेटियोस् भनेर उहाँले चाल्नु भएको कदम के राईले मात्र सहयोग गर्छ होला? सबैले गर्नुहुन्छ नि, सबैले गर्नुहुन्छ नि। हामीले के मठ मन्दिर पार्टी पौवा बनाउँदाखेरि दिएका छैनौँ? दिएका छौँ त। त्यस कारणले गर्दाखेरि मेयर हर्क साम्बाङज्यू पनि सिङ्गो राईको प्रतिनिधित्व मात्र होइन, हङकङ धरानको सम्पूर्ण जनताको प्रतिनिधित्व गरेर एउटा धरानमा पनि सुम्निमा पारुहाङको प्रतिमा छ है भनेर भोलि चिनाउनका लागि हो। भोलि धरानभित्रका राईहरू मात्र जान्छन् र सुम्निमा पारुहाङको त्यो प्रतिमा हेर्नका लागि 77वटै जिल्लाबाट सँगसँगै अन्तर्राष्ट्रियबाट पनि पर्यटकहरू हेर्न आउँछन्। त्यो हामीले बुझेको खै। अनि एउटा शुभ कार्यमा यो लफडा किन? अनि हङकङमा रहेको सङ्घ संस्थाहरू मिल्ने कहिले, सहकार्य गर्ने कहिले? यहाँ प्रोग्राम गरिन्छ आफ्नो आफ्नो ढङ्गले, आफ्नो आफ्नो तरिकाले। कमसेकम मिलेर जाउँ, मिलाएर जाउँ। सानो छ समुदाय, सानो छ हङकङ। त्यस कारणले गर्दाखेरि मेरो आम हङकङवासी नेपाली दाजुभाइ तथा दिदीबहिनी, आमा बुबाहरू र यहाँ रहेका सङ्घ संस्थाहरू, भाषिक संस्थाहरू, कृपया हामी सबै नेपाली हौँ। हामी नेपाललाई बनाउन चाहन्छौँ, नेपाललाई समृद्धि भएको देख्न चाहन्छौँ। तर नेपालमा भएको राजनीतिकलाई घुसाएर यहाँको समाज नबिथोलाउँ, यही भन्न चाहन्छु। आज मेयर हर्क साम्बाङज्यू न यता न उता, र उहाँ आफ्नो व्यक्तिगत स्वार्थको लागि पनि हङकङ आउनु भएको होइन, आउने भएको होइन। सिङ्गो समग्र धरानको लागि, धरानको विकासको लागि, धरानको पहिचानको लागि, धरानको इज्जतको लागि, धरानको विकासको लागि, धरानको समृद्धिको लागि मेयर हर्क साम्बाङज्यू हङकङ आउँदै हुनुहुन्थ्यो। तर यहाँ राजनीतिक भयो अथवा व्यक्ति विशेषको रिसिभी भयो अथवा कम्युनिकेसन भयो, के गलत भयो, यो कारणले गर्दा आज हामी हङकङमा रहनुहुने 100% नेपालीहरूलाई ठुलो प्रश्नवाचकको चिन्ह लागेको छ। यो प्रश्नको उत्तर तिनै संस्थाहरूले दिनुहोला। तर हाम्रो अपेक्षा, चाहना यही हो, सहकार्य र मिलेर जाउँ। त्यस कारणले गर्दाखेरि सम्पूर्णलाई मिलेर अगाडि बढिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्छु। हस्त नमस्ते।